हेलो नमस्ते गाइज, अहिले चाहिँ हामी चट्टसँगले म्याङलुङ नगरपालिका र लालीगुराँस नगरपालिका तेह्रथुमको ठ्याक्कै यहाँनिर सीमा नै पर्छ होला हौ। ठ्याक्कै त्यहाँनिर छौँ। चट्टसँगले हामी चाहिँ केटाहरू यसरी हिँडेर आउँदैछ होइन। चट्टसँगले यसो घुमघाम गर्नलाई यहाँनिर सानो पोखरी रहेछ। चट्ट यहाँ माथि यस्तो ढुङ्गासँग चट्ट छ है। यहाँनिर पनि यसो पोखरी चाहिँ रहेछ सानोतिनो। यहाँ मात्रसम्म चाहिँ पुगेर आउन त हेरेर घुमेर भन्ने धारणा हाम्रो। तर कतादेखि कता बाटो थियो, बाटै पो अहिले पुरै मान्छे नहिँड्ने मान्छे नहिँडेर होला अहिले त बाटै पुरै केही पो रहेनछ त। मात्रसम्म चाहिँ जाउँ न त भन्ने धारणा हाम्रो। यस्तो हिँडिरहेछ चट्टसँगले जङ्गलको बाटो। अब यहाँदेखि छिर्नु पर्ने छ हाम्रो। यहाँ एउटै यसरी तानी आउँदैछ। अब यस्तो जङ्गलको बाटो छिर्नु छ चट्टसँगले। चट्ट यहाँनिर केही बाटो छैन र पनि हामी बाटो बनाउँदै जानेछौँ। चिप्ले छ है ढुङ्गा। अझै मास्टर हो त यो मोबाइल खाना त टट्टै रहेछ। नजाउँ भनेको यहाँ चाहिँ यस्तो खोला छ। फेरि मोबाइल समाउनु पर्ने हो कि त अझै ल मोबाइल समाउनु यस्तो गाह्रो छन् चढ्नलाई। हामी यस्तो गाह्रो ठाउँमा रहेछन्। झर्ना पनि मच्छर कति लाग्दो रहेछ। यस्तो पास गरेर हामी चाहिँ बनाउँदै जाँदैछौँ है। फेरि के समाउनु पर्छ कि मच्छर त अति लाग्दो रहेछ लाग्छ नि। माथि पनि छौ झर्ना त यहाँ पो रहेछ है। राम्रो रहेछ क्या। त्यहाँ त म पुगेको छैन। त्यहाँ त पुगेको छैन म पनि। यही छ झर्ना, यही झर्ना। ठाउँ चाहिँ राम्रो छ क्या झर्ना भन्दा पनि। आइजेन ल कहाँ जान्छस्? त्यहाँ आइहाल्छ त्यता यहाँ चट्ट झर्न दामी फाइनली झर्ना पुग्यो है। यो भन्दा चाहिँ अर्को झर्ना छ राम्रो रहेछ। त्यो त नालीको ल
ल्याएर राख्दा नि म यो